भाइरल प्लानिङ असाध्यै राम्रो। यो 500 रुपैयाँको प्लानिङसँग सटेको माथिबाट आउँदा नि हुने, यो पिचबाट यो बाटो हालेर खोल्सीमा टच गराएको छ, त्यहाँबाट वारिपट्टि तार्दा पनि हुने प्लानिङमा। माथिबाट सामान ल्याए धेरै राम्रो, तलबाट उकालो रहेछ अलिकति, एकदम हाइटमा। काठमाडौँ सिटी भक्तपुर जम्मै देखिने, असाध्यै राम्रो। ट्याक्क यो काँक्राको झाङदेखि उता यो सर्लक्क मकै भएको, यो चट्ट अहिले यहाँ मकै भएर यहाँ वाल अलि राम्रो नदेखेला। यो वाल सिमाना सिधा त्यहाँबाट मकै भयो, यहाँ रुख ढलेर चाहिँ एउटा ट्याक्क यो सिमाना भयो। यहाँबाट यस्तो गयो, यो यस्तो गयो, त्यहाँबाट यो बाँझो यो सुकिया रुख हुँदै त्यहाँबाट मकैभन्दा उतापट्टि वाल छ, सिधा माथि गयो ट्याक्क 20 फिटे बाटो, ट्याक्क यो ठुलो रिसोर्ट भन्दा मुनि, ट्याक्क यो रिसोर्ट भन्दा मुनि एकदम हाइटमा, भक्तपुरको सबैभन्दा उच्च हाइटमा। काठमाडौँ भक्तपुर ललितपुर जम्मै देखिने रहेछ। यो ढलान बाटो यो तलबाट आउँदा यो 20 फिटको बाटो यी ट्याक्क अझ हुसु लायो भएर त्यति राम्रो देखिया छैन, न त असाध्यै राम्रो। यो माथि बोजिनी रिसोर्ट यो माथिल्लो अर्को रिसोर्ट यो प्लानिङभन्दा माथि। यो 17-18 लाख चलेर चाहिँ भाइरल प्लानिङमा सँगै सटेको जग्गा हो। यो जग्गा राम्रो छ, बाटो पछि अलिकति व्यवस्थित भएपछि यो जग्गा धेरै राम्रो भाउमा बिक्छ। ल खानाको 18-20 मा जग्गा बिक्ने ठाउँ रहेछ, राम्रो छ। साधन चाहिँ हाने के साधन किन राख्नु पर्यो।